मुझे बोला मुझे बोला कुरो नगरे कति उठे हेर त कति उठे हेर कान्दा हो त्यहाँ गोल्डुङमा गाबी छ भने बिहानी बिहानी कति 98 चुना त्यहाँ गएको 98 उठ्यो होइन अनि आएको 98 हो 300 रुपैयाँ दिन न मैले होला कति दिएँ 200 दिएँ कि मैले गलत दिएँ अरे 200 त तपाईको दुईजना तिरपल लोड बोकेर आएको छु यार यो एउटा फुच्चे लिएर आयो फुच्चे हो त उ कस्तो यहाँबाट दरुङबाट लिएर गए फेरि त्यहाँबाट माथि गोलढुङ्गाबाट यहाँ अप एन्ड डाउन गरेको छु अर्को 100 रुपियाँ ल्याउनु आज तपाईँले मैले 150 भनेर गएको 98 भनेपछि त तपाईँलाई के भयो त 30 रुपियाँ त मैले 24 रुपियाँ बेच्छु कसरी दियो तपाईँले 24 रुपियाँ भने तिरपल लोड लिएर आएको छु मैले लिनु यो 200 रुपियाँमा तिरपल तपाईँले त्यस्तै हिसाब गर्ने हो भने मैले 150 भनेर गएको अप एन्ड डाउनको यार तपाईँको मेरो नम्बर लिनु छैन भोलि कम्प्लेन त्यहाँ अफिसर यतिहरू गर्नु न कस्तो पैसा चाहिँ ल्याउनु न मलाई किन दिनु पैसा मैले दिएकै पैसा पैसा अनि नयाँ दुईजना माथिबाट मैले लिएर आएको होइन त ठुलो कुरो गरेँ अन्त अघि भर्खर ठुलो कुरो गरे होइन नि त 98 रुपियाँ उठेको मुजी 98 त दुईजनाको अनि दुईजनाको ल्याउन त 98 रुपियाँ उठेको मुजी 98 त दुईजनाको अनि दुईजनाको ल्याउन त अनि कस्तो कुरो गरे तपाईँ बुझ्दैन अलिकति बोला कुरो नगरे मालूम है तेरे बाप को मत सिखा चल अनि कस्तो कुरो गरे तपाईँ बुझ्दैन अलिकति बोला कुरो नगरे हेर्नु त तपाईँले मैले रेस्पेक्ट गर्दैछु फेरि त मैले चरङ्गोको कति हिँड्नु त चौकिन म किन्ने अनि त्यसो भने चौकिन चौकी म किन्ने अनि त्यसो भने हिँड्नु नि त तेरो 98 रुपियाँ उठ्या अरे 98 रुपियाँमा दुईजना तिरपल लिएर हालेर के हुन्छ त होइन 200 दिएछु त यसलाई कस्तो अबुझ मान्छे यार यतामा 98 हुन्छ 100 मैले 24 यस्तो हो क्या दाइ 98 रुपियाँ उसको त मोबो चढेर गएको भए त गएर गएको उसको त आदि उसको पनि त्यति नै परेको आउने जाने 98 तपाईँलाई अनि म गएको 98 आएको 98 डबल बो अनि पेपर भन्छ होइन भने उसले ल्याएको 98 को आदि चाहियो क्या हम मालूम है तेरे बाप को मत सिखा चल डबल बो अनि पेपर भन्छ होइन भने उसले ल्याएको 98 को आदि चाहियो क्या उसलाई त बीचबाट लिएर आयो नि त म मात्रै चढेर गयो टाढा के बुढा आदि नै हो क्या आदि नै हो 98 तपाईँले हेर्नु त यहाँबाट गएको होइन गएर फेरि त्यस व्यक्ति अहिले उहाँ जुन ठाउँबाट चढेको छ नि उहाँलाई अर्को पढाउ चढ्दाखेरि के हुन्थ्यो त्यति नै तिर्नु पर्दैन दिनु क्या तपाईँले 194 दिनुपर्ने होइन हेर्न यो पठाउ 294 दिनुपर्ने यो पठाउ चढेर गयो भाइको होइन 98 रुपियाँ उठ्यो यहाँबाट चरुङ्गो यहाँबाट फेरि यहाँ सुन्नु यहाँबाट चरुङ्गो पुलबाट माथि गोलढुङ्गा पुग्यो होइन 98 रुपियाँ उठ्यो होइन 98 रुपियाँ उठ्यो अनि उता गएर भान्जाल लिएर आयो 98 चुना भयो अनि मैले 200 दिएको उसलाई भयो तपाईँको लोकेसनमा यहाँ बताउनु त म हेर्छु हेर्नु नि त अब यहाँ त्यहाँ जाँदाखेरि म 250 मा जाँदा उहाँ कपान पुग्छु भनेपछि म 250 मा जाँदा उहाँ कपान पुग्छु भनेपछि के देखाउनु त मैले तपाईँलाई ओहो भाइले देखाइरहेको छ यार दिदी तपाईँले कस्तो कुरो नबुझ्नु मैले माथिबाट डबल लोड लिएर आएको हो भाइ मेहनत गरेर खान्छु म होइन कहिले पनि ठाकेर खाँदैन बुझ्यो नि
तिम्रो जस्तो कहिले पनि मुजेहरू कोही पनि जाने हम मालूम है तेरे बाप को मत सिखा चल बुझ्यौ नि तर तिम्रो जस्तो कहिले पनि मुजेहरू कोही पनि जाने ल मलाई मलाई भन मुजे भन्नु दिदी यही भन्नु न 54 रुपैयाँ हुन्छ मुजे बौद्ध हामी मुजे 50 रुपियाँमा हामी माथि त मुजेको अहिले मुजे त्यहाँ गएको 98 रुपैयाँ त्यहाँबाट यहाँको कति लियो हजुर कहाँबाट उठ्यो तेरो 98 रुपैयाँ कौन है ये लोग कहाँ से आते हैं ये? उठ्यो तेरो 98 रुपैयाँ उठा छैन है त मुजे सिधै भन मलाई काप्रो तले गएको 300 रुपैयाँमा आयो त्यहाँको मुजे तैँले मैले मागे मैले मागे कहीँ जस्तै चोरहरूमा आयो त्यहाँ मुजे चोर धेरै नपुग्नु त हुने कुरो हुँदैन नहुने कुरो नगर्नु ल भन यस्तो गर्नु भाइ तपाईँ जाँदा र आउँदाको गरे हो यहाँबाट गयो होइन उहाँलाई लिएर गयो होइन अनि त्यसपछि डबल लोड लिएर आएको हो नि त मैले डबल लोड लिएर आयो होइन होइन यो पर्दा तर तिम्रो लोकेसनको हिसाबले जाऊ तिमी अहिले कहाँ गएर कम्प्लेन गर म यहीँ हुन्छु हजुर हिँड्नु नि तपाईँ लोकेसनमा नहिँड्ने होइन त लोकेसनमै म ठ्याक्कै उहाँले भन्यो 250मा उहाँ कपन पुगेर आउँछ यस्तो हो नि त दिदी तपाईँ 200 गएर मैले त के मैले 500,000 मागेको छैन त यस्तो हो यहाँ सुन्नु यहाँबाट गयो 98 रुपियाँ उठ्छ होइन 100 रुपियाँ हजुर माथि गोलढुङ्गो गाविस त्यहीँनिर हाम्रो होइन गोलढुङ्गो गाविस गयो यहाँबाट यहाँ दाइलाई लिएर गएर है अनि त्यसपछि फेरि मैले डबल लोड लिएर आयो हजुर देखाएर गइसकेपछि त्यो परेको पैसा दिनुपर्छ क्या अर्का त्यो झगडा गर्नु त्यो लाजु भाडामा लाजु त्यति महँगो किन उठ्यो भने होइन अब ऊ यहीँ ऊ फेरि उहाँलाई सोध्नु जान एकजनाको भाडा भयो आउने एकजनाको भाडा भयो फेरि यो दुईजनाको पैसा यहीँबाट सिधै मान्छ यहीँबाट त्यस्तो कहिले पनि छ नि मान्छेले म कहिले पनि ठगेर पनि खाँदिनँ क्या दिदी छ नि जति छ ठग्ने भन्दा नि यस्तो खान्छ अब अनि अनलाइन गरेर आज मैले तपाईँको बुढोले के भने तपाईँको बुढो त होला होइन मैले के भने अझ 150 भनेर गएको होइन त्यो माथि हुन्छ म 200 नै दिउँला भनेर उहाँले लिएर गयो मलाई है म पहिला नै फिक्स रेट कुरो गर्छु हिँड्छु के अफलाइनमा हिँड्ने कि अनलाइनमा हिँड्ने अफलाइनमा अनलाइन त तपाईँहरूले गर्दै गरेन त अनि त्यसपछि म अफलाइनमै लिएर गएको नि हिँड्नु भन्ने कारण थियो यसै झगडा हुन्छ पठाउन भन्ने कारण थियो यस्तो हो मैले चाहिँ के भने 98 उठ्यो होइन अनलाइनको हिसाबमा देऊ न त भने मैले होइन अनि त्यसपछि 2 त डबल लोड हालेर लिएर आयो माथिबाट अनि त्यसपछि 3 टका ट्रिपल रेट चाहिँ दिनु पर्यो नि तपाईँहरूको मेरो पसल लगाएर चाहिँ लडाइँ नगर्नु अहिले मेरो बिरी मेरो खबर ल तपाईँ 72 रुपियाँ उडेछ त्यो पैसा तपाईँले नै खानुहोस् होइन तर छ नि तपाईँ राम्रो कुरो गर्दै यहाँबाट चाहिँ म यस्तो त्यस्तो भनेर जाने अनि अहिले चाहिँ यहाँ आएर चाहिँ अनि धेरै कुराहरू परिवर्तन गरेर अनि तपाईँ कुरो गरेर हुन्छ तपाईँ पनि गाडी चलाउने भन्नुहुन्छ गाडीमा चढ्दाखेरि पेसेन्जरसँग कसरी चाहिँ तपाईँले लिनुहुन्छ भाडा होइन हो कि होइन ल त्यो कुरो भन्नु ल तपाईँले पेसेन्जरसँग कसरी लिनुहुन्छ गाडी भाडामा ल भन्नु त कि मैले तपाईँले अनलाइन अफलाइन जसरी मैले 1000-1500 भनेको भए पो एउटा कुरोले मेरो गल्ती हुन्थ्यो के यहीँ भन्नु न भन्नु अब म रिसाउने किन रिसाउनु पर्ने त स्वाभाविक कुरो हो नि दाइ तपाईँ त्यो कुरो गर्दा चाहिँ एक्कासी आउँदै म यस्तो त्यस्तो भन्नुहुन्छ अनि दाजुभाइ चाहिन्छ भनेर त भनेको हो नि त मेरो पनि लगायत अब जति उडेको छ त्यति दिनुहोस् भनेर त मैले भने नि तपाईँलाई अनि मैले के भने खाँदा म यही रोडमा हिँड्ने दाइ साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो अनि म कहाँ हिँड्छु तपाईँ पनि यही रोडमा हिँड्ने हो अनि तर यो हो नि त दिन्छु तिमीलाई 500 रुपियाँ दिन्छु पर्दैन मलाई दिन्छु तर मलाई इमानदार कुराहरू बताऊ इमानदार त भनिरहेको छु इमानदार कुराहरू बताऊ 98 उठ्यो तिम्रो होइन मैले के भने 200 दिए कुनै ठुलो कुरो कति पुगेन तिमीलाई भन ल भन ओ यार तपाईँले जोडेर उहाँ दाइले पनि तपाईँले देखाइदिनु भएको नि त यति हो भनेर कति पुगेन तिम्रो
इच्छा मेरो त मैले मेरो मनबाट त छ नि दाइ मैले स्पष्ट भन्नु पर्दाखेरि 300 रुपियाँ दिनु भने हो अब दुईजनाको अपन दुईजना माथिबाट लिएर आएको 200 यहाँबाट तपाईँले लिएर गएको 100 300 रुपियाँ भने हो त्यो भन्दा पनि मैले के भने त ल भन्नुहोस् मैले त्यो अरूले जस्तो 1000-1500 भने त किन रिसाएको कुरो त तपाईँले नबुझ्या हो कि भाइले नबुझ्या हो तपाईँले नबुझ्या हो किन रिसाएर त त्यतिकै तपाईँ भन्नुहुन्छ मुजी ठग वारे अब त्यो भनेपछि कसले रिस उठ्दैन म ठग्नको लागि बस्यो हो त यहाँ म काम गर्नको लागि बस्यो हो दाइ तिमी एउटा कुरो के कुरो बुझ्छौ भने यो खोलामा माछा छ हैन यो कुरो नगरौँ दाइ मलाई भाडा ल्याउनु म जान्छु यार यस्तो कुरो गरेर मलाई फाइदै छैन नि